तपाईँले कुरा काट्यो भने म त खुसी हुनु पर्यो कि मेरो कर्म गयो नि त मेरो कुरा काट्यो भन्छ नि कुरा काटेमा त खुसी मान्नु पर्यो कि खास त जस कुरा कसैले काटिरहेछ भने खुसी भयो तपाईँ खुसी भयो तपाईँ टेन्सन लिनु भयो झन् खुसी हुनु दिन रातमाथि उफ्रे हुन्छ ह्याप्पिनेस चाहिन्छ भने अरूको कुरा काट्नु बन्द गर्नुपर्छ यो पनि एउटा राष्ट्रिय रोग हो जस्तो ब्याकबाइटिङ ग्यास्ट्रिक राष्ट्रिय रोग भन्थे कुरा काट्ने पनि राष्ट्रिय रोग जस्तै हो छ त्यसमा चाहिँ सङ्कल्पै गर्नुपर्छ कि आजबाट मैले अरू कुरा काट्नेवाला छैन कमिटमेन्टै गर्नुपर्छ तब यसमा के हुन्छ भने म त यतिसम्म भन्छु कि हजुरले प्रेसर हाई भएको मान्छेको कुरा काट्नुहुन्छ भने एक दिन हजुरलाई प्रेसर हाई हुन्छ किनभने हाम्रो पहिला पहिला बाबाले भगवान्को गुणगान गाऊ भन्नुहुन्थ्यो नि त कृष्णको गुणगान कृष्ण मका सर्नु भयो जेससै गाएँ भने जेससै गुण सर्यो होइन अब बुद्धको गुणगान बुद्धकै गुणमा सर्ने भयो अनि यहाँको मान्छेको क्रिटिसाइज गरेर त उसै गुण सर्ने भयो नि त होइन त्यो अनि के हुन्छ भने स्पिरिचुअलमा चाहिँ नि ऊ अशुद्ध जसले हामीले उसको कुरा काट्ने पनि ऊ अशुद्ध शुद्ध हुन्छ म अशुद्ध हुन्छु कि ट्रान्सफर हुन्छ ऊ प्युरिफाई हुन्छ म अनप्युरिफाई हुन्छ भनेपछि हो त जसले कुरा काट्छ त्यो चाहिँ अशुद्ध हुन्छ अशुद्ध उसको कर्म तपाईँ ब्याड कर्म तपाईँमा सर्छ जस्तो मानव मैले हजुरको कुरा काटेँ भने हजुरको नराम्रो त्यो कर्म चाहिँ मतिर सर्यो ओ तपाईँले कुरा काट्यो भने म त खुसी हुनु पर्यो कि मेरो कर्म गयो नि त एकचोटि राम्रो स्टोरी जस्तो न सेयर गरौँ एकचोटि सन्त हुनुहुन्थ्यो होइन छिमेकीमा बस्नु भएको छ अनि त्यो सन्तको सबैले कुरा काट्ने कि कुरा काट्ने सन्तले केही पनि नभन्ने अनि सन्तको भक्तलाई रिस उठ्छ सन्तको कुरा काट्दाखेरि त अनि तपाईँ केही पनि भन्नु भने कुरा काटेछन् यिनीहरूले तपाईँ भन्छन् होइन अनि त्यो एक दिन के हुन्छ त्यो कुरा काट्ने मान्छेको मृत्यु हुन्छ अनि सन्तले चाहिँ के गर्नुहुन्छ भने सन्त एकदमै रुन थाल्नुहुन्छ अरू त झिल पर्छन् तपाईँ हाँस्न पर्ने मान्छे रोइरहनु भएको छ हाम्रो त एकदम ठिक लाग्छ मान्छे मर्या तपाईँ कुरा काट्थ्यो अनि सन्तले के भन्नुहुन्छ बुझ्या मान्छेको कुरा हेर्नुहुन्छ के भन्नुहुन्छ भनेदेखि बाबु हिजोसम्म मेरो कुरा काटिदिने मान्छे थियो मलाई खुसी थियो मेरो कर्म लगिरहेको थियो आज मेरो कुरा काट्ने मान्छे छैन मलाई त्यो टेन्सन भयो भन्नुहुन्थ्यो भनेपछि मेरो कुरा काट्यो भन्छ नि कुरा काटेमा त खुसी मान्नु पर्यो कि खास त जस कुरा कसैले काटिरहेछ भने खुसी भयो तपाईँ खुसी भयो तपाईँ टेन्सन लिनु भयो झन् खुसी हुनु दिन रातमाथि उफ्रे हुन्छ तर यसको मतलब यो होइन कुरा काट्न हुँदैन खास कुरा ब्याकबाइटिङ त एकदम नराम्रो कुरा हो नि त ब्याकबाइटिङ किन अरूको सम्बन्ध अरूको तपाईँको व्यक्तिगत लाइफमा मलाई किन चियो चर्चो आएर के अर्थ छ र त्यो मान्छेको त्यो चियो चस्रो त्यो खोस्रो के खन्ने भन्छ नि खैरो खन्ने भनेको जस्तो त्यो चाहिँ किन मान्छेलाई मजा आउँछ त्यो होइन त्यो यस्तो हुन्छ त्यो भनेको त्यो आफू त्यो चाहिँ कमजोरीहरूले काट्छ जो कमजोर हुन्छ त्यसले कुरा काट्छ कि त्यो डिप्रेसन हो अरूको कुरा काट्यो डिप्रेसनको बिरामी डक्टर कहाँ गए हुन्छ अथवा ध्यानी कहाँ आयो हुन्छ अरूको कुरा काट्यो डिप्रेसनको एक किसिमको बिरामी हो त्यो डिप्रेसनकै लक्षण हो त्यो ए बाबा यहाँ पागल दुई किसिमका हुन्छन् हेर्नुहोस् है एउटा इमान्दार पागल एउटा बेइमान पागल इमान्दार पागल के गर्छ म पागल हो भन्छ नाङ्गे हिँड्छ केही गर्छ आइएम द ग्रेट म त पागल भन्छ पागलखाना भर्ना आउँछ ऊ इमान्दार पागल हो पागल भन्यो नि त आफूलाई पागलखानाभन्दा बाहिर हजारौँ किसिमका पागलहरू छन् पागल पनि भन्दैन पागलकै व्यवहार गरिरहेको छन् क्या सर मैले एकदमै यहाँबाट भनेको छु सिम्पल थ्योरी छ जस्तो तपाईँको केरा खाएर बोक्रा भैया फाल्ने मान्छे के सत्य भन्नुहुन्छ आज एक पढे लेखेको मान्छेहरू त्यो अहिले पनि तपाईँको यति अलि सफा सहर भइरहेछ बालन सिटी भनेर विश्वले चिनिसकेको छ आजको डेटा पनि तपाईँले फुत्त तपाईँको चक्लेटको बोक्रा चुइगमको खाएर त्यहाँ अझै पनि छन् पढ्या मान्छेहरू देख्नुहुन्छ हजुरले छरपष्ट अनि त्यसलाई तपाईँ सध्य हो म त भन्दिनँ तपाईँ दुध हाल्ने पेटा रक्सी हाल्ने मान्छे सध्य हो अनि झडाङ्ग रिसाउने मान्छे सध्य हो एक किसिमको ऊ त हो होइन मैले यो यसरी किन भने कसैको चेन्ज आउला कि चेन्ज आउँछ अहिले मैले कसैलाई ब्लेम गर्न खोजेको छैन खाने आफ्नो अधिकार हो होइन त्यो मैले के गर्न सक्दिनँ लाइफ इज जस्ट चोइस इज जस्ट भन्ने मान्छे म हो तर पनि गलत त गलत हो नि सर गलत त हामी जस्तो मान्छेले भन्नै यो गलतलाई गलत नै पनि गुरुले भन्यो भने कसले भन्छ त एकदम सही कुरा त्यसो कुरा काट्नु भनेको एकदम नराम्रो कुरा भयो होइन सर जस्तो कुरा काट्नु भनेको सरले त एक किसिमले मानसिक रोगको लक्षणै हो भन्ने कमजोरले अर्काको कुरा काट्छ एउटा आयाम त्यो भयो अर्को चाहिँ कसैले तपाईँको कुरा काटिरहेछ भने त्यसमा तनाव लिने काम बन्द गरिदिनुहोस् एकदम सेलिब्रेट गर्नुहोस् तीन हातमाथि उफ्रिनुहोस् वाह मेरो कुरा मेरो कर्म गयो यो रियालिटी हो सर यो एकदमै रियालिटी हो नि फेरि मेरो कुरा कसैले काट्नु भनेको म केही हुन कुरा काट्छ होइन सर त्यतिकै केही नभइकन त कुरा काट्दैन कुरा काटिन लायक मेरो व्यक्तित्व बन्नु भने त फेरि राम्रो कुरा हो नि एकदम हो नि त
तपाईँको अहिले गएर कसले कुरा काट्छ र होइन त भनेपछि यसको मतलब मैले हजुर यो ह्याप्पिनेसको कुरामा यो कुराहरू आउँछ कि ह्याप्पिनेस खोज्ने अनि खेरि अरूको कुरा काट्ने कसरी ह्याप्पिनेस हुन्छ त यस्तै साना साना कुरा नमिलाउँदाखेरि ह्याप्पिनेस घुम्छ कि तपाईँ दुःखी मान्छेको कुरा काटेर तपाईँ खुसी हुन सक्नुहुन्छ सक्नुहुन्छ सम्भवै छैन नि दुःखी मान्छेको कुरा गरेर हजुर खुसी हुन सक्नुहुन्छ सक्नुहुन्न नि सकिँदैन कसैको साथ दुःखी हुने बानी परिसकेको छ खुसीको पत्तै छैन मान्छेहरूलाई दुःखमा रमाइसकेका छन् मान्छेहरू